It's a Friday and we are here for outdoor training. Always motivating bhai, always given consistency running bhai चाहिँ यहाँ हुनुहुन्छ पासाङ भाइ नन एन्ड देन शेर्पा भाइ है उहाँको चाहिँ लङ्समा नि डरै लाग्दो ट्रिपल लङ्स छ उहाँको चाहिँ उकालो हिँड्दा कहिले थाक्दैन हो द्याट्स कल्ड द तेन्जिङ शेर्पा so we will do some calisthenics right? Yes. How much excited? I'm very excited. Actually, I always do weightlifting, so this is kind of new thing for me. And the first thing we'll do is I'll sit. Then उसके बाद ना क्या और कोड को करूँ. Yes. And some of the that one is how you work out this. So this is called the how we inspire each other. तबे गर्नु पहिला म त्यहाँनिर गर्छ this your block एकदम नेचुरल हुन्छ. Yes. No editing and all. As it. दामी तपाईँ दामी गर्नुभएको फोन त दामी होला म त आई थिङ्क यसमा गर्छु ल यो गर्नु म हेल्प गरिदिन्छु नि एकछिन यता राख्छु नि यो फोन ट्राइपड ल्याउनु न आँटेको थिएँ मैले ल टक गरेर गर्छु म हेल्प गर्छु नि गर्नु पर्यो टक गरेर गर्नु हेड चाहिँ अफ गर्नु नि त्यो ब्याक यस्तो हुन्छ फेरि हाम्रो हेड चाहिँ पर्सेन्ट भयो न फेरि ब्याकमा प्रेसर आउँछ Let's go. Up. 10, 9, 8, 7, 6, 5, 4, 3, 2, 1. Yes. That's अब एउटा पुसअप गरौँ हो त्यहाँदेखि फेरि रिपिट कि एउटा पुसअप त्यहाँनिर रिपिट गरौँ न है पुसअप पनि हुन्छ नि आउँछ नि पुसअप होइन भाइ कस्तो त त्यति गर्नुहोस् न त्यति गर्नुहोस् न मतलब रिङ बिना गर्नुपर्छ र रिङ बिना लै म रिङमा गर्छु स्ट्रेन्थ चेक गरेको नि ठिकै छ त होइन रिङमा त्यो ब्यालेन्स पनि गर्नु पर्यो होला कि सोल्डर अगाडि हुन्छ नि रिङमा त पुसअप म तर पहिला गर्थेँ हो वेटलिफ्टिङ नगर्दाखेरि पहिला Let's go. Nice. हुन्छ के गरौँ भनौँ के गर्नु लाग्छ पक्रिदिनु एक गर्छ एलसिट फेरि गर्छु आज त्यो ऱ्यान्डमली नि हो ओलम्पिकमा खेलेछ डेडलिफ्ट गरेछ म कहिले वेटेड ट्रेनिङ गर्नु आउनु पर्ने छ जिममा हप्तामा एकखेप चाहिँ यदि तर दामी हो नि दामी होला दामी गर्ने 60 त उचालेको नि आफ्नो वेट अन्त वेटै हो नि यो पनि क्यालिस्थेनिक पनि अन्त वी हेभ डिफ्रेन्ट यो चाहिँ जस्ट मैले मेमोरिजको लागि मात्रै राखेको गाइस नो एडिटिङ नो फिल्टर डाइरेक्ट र अपलोड एन्ड आई फरगट टु ब्रिङ माई के अरे ट्राइपड हो त्यसले गर्दा यसरी नै गर्दैछौँ हामी वी आर जस्ट अपलोडिङ बिकज वी आर जस्ट इन्सपायरिङ टु द यङ पिपल्स यङ माइन्डेड पिपल्स कुन चाहिँ गर्नु भएको भाइले यहाँ मैले सेम एसिड गरेको थिएँ ल
तपाईँको फर्म त दामी छ नि हो दामी दामी ल यसमा चाहिँ ब्यालेन्स गरिबस्नु पर्ने कि ल क्या इफेक्टिभ भेट्दै तपाईँको एप्स देखिहाल्छु त एप्स ल कन्फ्युज गर्ने ल गर्नुहोस् यसो गाइस यसमा हेर्नुहोस् अब तपाईँहरू हजुर डाइरेक्ट लेग उयो गर्नुहोस् न लेग बेन्ड गरेर डाइरेक्ट मतलब त्यो एकछिन तपाईँ साह्रो पर्छ होइन हुन्छ नि अरू उनीहरूले के भन्छ भने बिर्स्यो कुनै के कन्फ्युज हुन्छ मेरो घाँटी के छ भन्छ यहाँ के भएर त्यो बाङ्गो सुत्दा रिसर्च गरेको थियो कि अन्त यही कम्प्लेन र पनि के भन्छ कुनै के कन्सियसै भन्छ होला नि पहिला चाहिँ भक्कु गर्थ्यो त्यस्तो यो पनि हुन्छ नि अनि एउटा यो क्या बललाई त्यो बल राखेर यो झन् इफेक्टिभ गर्छ अहिले आमा कस्तो बेसी गरम हुन्छ होला है 32 डिग्री सेल्सियस पुगेछ अन्त अब सकेको सिक्किम हामीले चाहिँ कुनै हो नि जङ्गल एउटा भन्थ्यो अब जङ्गलमा चाहिँ हामीले घर बनाइदियो होइन त्यहाँको जङ्गलको चाहिँ बाँदरहरू छ नि त्यो चाहिँ अन्त हाम्रो घरमा आएको अरे त्यही हो अब हिजो तल बाँध्दै रहेको थियो नि देख्ने ल त्यस्तो गरम हुन्छ यहाँ त हो नि अब यसो भन्छ भाइ हामी छ नि अलिक फ्री भइहाल्नुहोस् कि त्यहाँदेखि विक डेजमा कहिले म पनि फ्री हुन्छु मेरो क्लासमा आउनु हो म कोरियोग्राफी गर्छु मजाको भिडियो कि हजुर कन्सेप्ट भिडियो बनाउनु थियो मजाले हेर्ने एउटा आजकल त्यस्तो चल्छ अलिक कन्सेप्ट चल्छ कि रिल्सको भन्नुभएको होइन त्यो रिल्समा नै हुन्छ युट्युबतिर हाल्ने खालि रिल्स दुइटै बनाउनुपर्छ सुट गरेपछि म त अन्त फ्रस्ट्रेट भएर थिएँ वर्कआउट गर्न नपाएर आज खुल्ला लागिरहेको छ फ्रिडम भएको छ भएर त आज तपाईँ आउनुहुन्छ होला भनेको के सोधेको ठिक के आउनुहुन्छ अब त 1 किलो आउनु नि ल 1 किलो आउनु के गर्नु अब तिमी सेनिटाइजर मोस्ट इम्पोर्टेन्ट हो होइन यो चाहिँ के भएको भने त अस्तिको पानी मैला फेरि टुरिस्टहरू यस्तो डर आउँदैछ कि अन्त ह्याच्याउ गरिदिन्छ छेउबाटै अनि त्यो के फ्लू बिमार सरेको कोभिड भन्छ कोभिड त होइन तर यस्तो मान्छे छैन नि त्यो कोभिड एकजना पनि नर्स एकजना हाम्रो जिम्मा चाहिँ नर्स तल काम गर्छ प्यानिक हुन्छ त्यस्तो पाराले मान्छे तर फ्लूहरू चाहिँ पुरा भेटेको छ अब अनि तपाईँ विक माइन्ड हुन्छ नि कोभिड फेरि आउनेछ भनेर क्या निस्किँदैन नि घरबाट त ननिस्कियो नि राम्रो अहिले टुरिस्ट बेसी छ आम्बो आफै अब कसरी बस्नु पऱ्यो मास्क लगाउनु पऱ्यो स्टिम गरिबस्नु पऱ्यो राम्रो खाने त अब हेडलाई लगाउनु पऱ्यो यो गर्नु पनि दामी भेट्छ त्यहाँदेखि बस टुरिस्ट आमा यो चाहिँ अलिकति इफेक्टिभ होला ए आमा कोभिड चाहिँ छैन भएकै कुरा कोभिड चाहिँ हुँदैन कि फ्लूहरू चाहिँ सर्छ भएकै कुरा नराम्रो नराम्रो बिमार सर्छ नि ह्याच्याउ गरिदिनु छेउमा अन्त यहाँ चाहिँ अलिकति कन्सियसै हुन्छ कि बाहिरको भन्नु त होइन सबैजना हुँदैन त को तर भएको जस्तो हुन्छ हौ सबैजना तर को हुन्छ नि मैला बस्नु हुन्छ हो एकदम राम्रो के भएछ मेरो तपाईँ त्यो पैसा त झन् सबै गऱ्यो एक्सर्साइज पनि
मान्छेहरूले फेरि क्या भन्छ नि हो जुन त्यो साथी भेट्यो कि मोटै छ कि मलाई चाहिँ भन्यो अम्बो कस्तो कति वर्ष भयो जिम गरेको भने होइन भाइ 1 वर्ष भयो अलिकति त यत्रो हुनुपर्ने त अरे मलाई कि अब यत्रो खा स्ट्रेन्थ बढेको हेर्नु पऱ्यो होइन स्ट्यामिना बढेको हेर्नु पऱ्यो यत्रो हुनु पऱ्यो अरे हो यति छ अब वर्कआउट अलिक बेसी छैन हाम्रो है सो यस गाइस यति थियो हाम्रो वर्कआउट अझै गर्दैछ तर बट वी डोन्ट वान्ट टु अपलोड अल इफ यु वान्ट गाइस वान्ट टु जोइन देन कम एट वेलनेस पार्क जस्ट हामी चाहिँ आफ्टर कफी चाहिँ कहाँ आएको छ आफ्टर वर्कआउट चाहिँ स्टारबक्समा आएको छ होइन भाइलाई चाहिँ भेटनामिज ब्रिउ कोल्ड कफी ट्राई गर्नु भनेको नि स्टारबक्स दामी छ इट्स गुड हो मैले कफी खानु छोड्यो तर बेसी क्याफिन एडिक्सन भएको भेटनामिज ब्रिउ कस्तो रहेछ भनेर देखाउँछ भाइ टेस्ट गरेपछि अस्ति अफर लागेको थियो नि म त अहिले भेटनामिजको त्यो एराबिका प्लस रुबास्टा खाँदैछु कि त्यसले गर्दा अलिक खाएको छु नि स्टारबक्स दामी चल्दैछ नि कफी सो गाइस आजको हाम्रो डे अझै छ वी हेभ लट्स अफ मिटिङ टु एटेन्ड हो सो यहाँको चाहिँ अहिले यहीँ समाधान गर्छौँ हामी ब्लग लु भाइ कसैमा टेस्ट गर्नु नि हाल्नु नि कस्तो रहेछ भन्नु त भेटनामिजको त पासाङ गुड मर्निङ ऱ्याम पासाङ भाइ म चाहिँ गाइस नखाएको किन भन्छ मेरो चाहिँ कोकोनट वाटर अलरेडी घरमा छ सो अहिले बिहान नै अलिकति दामी छ दामी स्ट्रङ हुन्छ भेटनामिज कोल्ड ब्रिउ दामी रहेछ है यहाँ मजाक बनाइदिएछ तपाईँले स्माइली सन र यो सो यस गाइस अब चाहिँ